पुरानो र नयाँ खेलाडीहरूको सम्मिश्रणबाट टिम बन्दा त झन् अझै राम्रो हुने भयो। पुरानोको अनुभव, नयाँको झन् एउटा जोस जाँगर हैन, त्यो सबैको सम्मिश्रणबाट नेपालको राष्ट्रिय पुरुष टिमको चाहिँ अहिले के भन्छ पुरुष टिम बनेको छ। यो टिम पनि एकदम राम्रो छ, सशक्त छ हैन। अब हेरौँ बाँकी र रिजल्टको कुरा हामीले आश गरेको छौँ, रिजल्ट हामीले राम्रै ल्याउँछ जस्तो लाग्छ मलाई। मेरो आदरणीय गुरु जगदीश गुरु जसले मलाई एकदम आफ्नो सहकर्मीको रूपमा चाहिँ लगातार चाहिँ मलाई काम गर्ने एउटा सहकर्मीको रूपमा चाहिँ मलाई अगाडि बढाइरहनु भएको छ हैन। उहाँसँग काम गर्न पाउँदा धेरै कुराहरूको मैले सिक्न पनि पाएको छु हैन। म एकदम आफूलाई चाहिँ एकदम भाग्यमानी जस्तो मलाई लाग्छ हैन। यति बेला हामीसँग राष्ट्रिय टिमका सहायक प्रशिक्षक रूपेश विष्टजी हुनुहुन्छ। रूपेशजी नमस्ते, स्वागत छ हजुरलाई चाहिँ। थ्याङ्क यू सर। अब करिब लगातार हैन, करिब 2 महिनाको हैन सीमित स्रोत साधनको बावजुद पनि अभ्यास गर्नुभयो हैन, निरन्तर अभ्यास गर्नुभयो। कस्तो रह्यो भन्नुहोस् त अभ्यास चाहिँ? अभ्यास अहिले राम्रो भइरहेछ, ट्रेनिङ राम्रो भइरहेछ। हामीलाई एउटा प्लस पोइन्ट के भयो भन्दाखेरि गेम पोस्टपोन हुनु, केही दिन गेम पोस्टपोन हुनु, 15-20 दिन पोस्टपोन हुनु भने पनि हाम्रो लागि चाहिँ टिम सेटिङ गर्नलाई ट्रेनिङको लागि हामीलाई टाइम पुगिरहेको थिएन हैन। त्यो हुनाले चाहिँ यो म्याच चाहिँ पोस्टपोन हुनु हामीलाई एकदम राम्रो भइरहेछ भने अर्को कुरा अब ट्रेनिङ लामो समय गर्न नपाए पनि छोटो समयमा नै हाम्रो तयारी चाहिँ राम्रो भइरहेछ। जस्तै टिममा हेर्ने भने हैन, नयाँ र पुराना खेलाडीको कम्बिनेसन रहेको छ हैन, कतिको चुनौती भयो। तपाईँ त एज अ सहायक प्रशिक्षक हुनुहुन्छ हैन, तर तपाईँको त मैदानमै हुनुहुन्छ, लगातार अभ्यासमै हुनुहुन्छ हैन, कतिको चुनौती भयो टिममा सेटअप गर्नलाई चाहिँ भन्नुहोस् त? त्यस्तो साह्रो त्यति गाह्रो चाहिँ भएन हैन। अब पुरानो र नयाँ खेलाडीहरूको सम्मिश्रणबाट टिम बन्दा त झन् अझै राम्रो हुने भयो। पुरानोको अनुभव, नयाँको झन् एउटा जोस जाँगर हैन, त्यो सबैको सम्मिश्रणबाट नेपालको राष्ट्रिय पुरुष टिमको चाहिँ अहिले के भन्छ पुरुष टिम बनेको छ। यो टिम पनि एकदम राम्रो छ, सशक्त छ हैन। अब हेरौँ बाँकी र रिजल्टको कुरा हामीले आश गरेको छौँ, रिजल्ट हामीले राम्रै ल्याउँछ जस्तो लाग्छ मलाई। र नयाँ र पुरानोको सम्मिश्रणबाट पनि टिम चाहिँ समग्रमा राम्रै बनेको छ। जस्तै यो मेडल मात्रै नभएर हैन, र्याङ्किङ पनि को गेम पनि भएको कारणले गर्दा हामीलाई कति धेरै महत्त्वपूर्ण छ जस्तो लाग्छ भन्नुहोस् त? एकदम यो एकदम इतिहास एउटा हिस्ट्री बोक्ने गेम हो हैन। त्यो हुनाले चाहिँ यो चाहिँ जस्तो हजुरले भन्नुहोस् त मेडलको लागि मात्रै यो हाम्रो चाहिँ कम्पिटिसन भएन कि यो चाहिँ वर्ल्ड र्याङ्किङकै किसिमको वर्ल्डमा नेपालको र्याङ्किङ के छ, नेपालको चाहिँ मेन्स टिमको र्याङ्किङ के छ भनेर चाहिँ देखिने कुरा भएको हुनाले चाहिँ हाम्रो लागि एकदम इम्पोर्टेन्ट छ। अब तपाईँ सहायक प्रशिक्षकमा हुनुहुन्छ हैन, नेसनल टिमको हैन, यो तपाईँको कामको तपाईँको हरेक कुराको मूल्याङ्कन गरेर तपाईँलाई यति ठुलो जिम्मेवारी दिनुभएको छ हैन, यसलाई कसरी लिनुभएको छ, कसरी जिम्मेवार आफूले ठान्नुहुन्छ भन्नुहोस् त? म एकदमै खुसी छु। सबभन्दा पहिला त मलाई चाहिँ नेपाल प्रहरी सङ्गठनले चाहिँ मलाई चाहिँ खेल्नको लागि यसरी रिलिज गरिदिनु भयो। र अर्को कुरा नेपाल भलिबल सङ्घलाई पनि एकदम धन्यवाद दिन चाहन्छु। नेपाल भलिबल सङ्घले मेरो कामको मूल्याङ्कन गरेर मलाई चाहिँ अहिले लगातार रूपमा चाहिँ सहायक प्रशिक्षकको जिम्मेवारी, राष्ट्रिय सहायक प्रशिक्षकको जिम्मेवारी महिलामा पनि दिनुभयो, पुरुषमा पनि दिनुभयो। त्यसको लागि म सङ्घप्रति पनि एकदम आभार व्यक्त गर्न चाहन्छु। अर्को चाहिँ मेरो आदरणीय गुरु जगदीश गुरु जसले मलाई एकदम आफ्नो सहकर्मीको रूपमा चाहिँ लगातार चाहिँ मलाई काम गर्ने एउटा सहकर्मीको रूपमा चाहिँ मलाई अगाडि बढाइरहनु भएको छ हैन। उहाँसँग काम गर्न पाउँदा धेरै कुराहरूको मैले सिक्न पनि पाएको छु हैन। म एकदम आफूलाई चाहिँ एकदम भाग्यमानी जस्तो मलाई लाग्छ हैन। मैले भनिहालेँ सम्पूर्णमा चाहिँ म धन्यवाद दिन चाहन्छु। मलाई यसरी मेरो कामको मूल्याङ्कन गरेर मलाई जिम्मेवारी दिनुभएकोमा मैले अघि नाम लिइसकेको छु। सबैलाई चाहिँ म धन्यवाद दिन चाहन्छु। ओके, महत्त्वपूर्ण समय र समयको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू सर।